कास्की क्षेत्र नम्बर 1 मा रासोपाका उम्मेदवार गणेश पौडेल विजय भएसँगै मतगणना स्थल पोखरा 12 मा समर्थकहरूको उत्साह देख्न सकिन्छ यति बेला। हामीलाई घन्टीबाट फुल विश्वास गर्छन् भन्ने, तर घन्टीको एजेन्डा के मात्र हुनु पर्थ्यो भन्दा यो हुनु पर्थ्यो कि सबैले म यहाँ भएको मान्छेले भोट हालेर पिएम बनाउन पाउनु पर्यो कि मैले। मेरो त्यति कुरा थियो। अहिले कस्तो माहौल बनेको थियो भने मैले भोट हाले पनि त्यो बालेन प्रधानमन्त्री बन्ने हो, त्यसले भोट हाले नि त्यो बालेन प्रधानमन्त्री बन्ने हो, त्यसले भोट हाले नि बालेन प्रधानमन्त्री हो। रासोपाको एजेन्डै त्यही थियो भाइ। हामीले दुईटै जान्मी थियो, बालेन र प्रधानमन्त्री केही भनेर के भन्दैन मन लाग्यो भने जेनजी रासोपामै छन्, जेनजीका जुन मरेका शहीदहरूका आमा रासोपामै आजका छन्, समानुपातिकमा छन्, प्रत्यक्षमा छन् अथवा भोटर छन्। हामी नि आमा हुन्, हामी यसैमा छौँ। हामी सबै खुसी छौँ ल।